जीवन सधैँ सरल र सिधा बाटोमा मात्र चल्दैन। कहिलेकाहीँ परिस्थिति अनुसार आफूलाई बदल्न जान्नुपर्छ। धेरै सोझोपनले कहिलेकाहीँ आफ्नै अस्तित्व कमजोर बनाइदिन्छ। त्यसैले समयसँगै चल्न सक्ने हुनुपर्छ। संसार सधैँ इमान्दारलाई मात्र बुझ्दैन, त्यसैले जीवनमा अलि चतुरता पनि आवश्यकता हुन्छ। सबैलाई खुसी पार्ने प्रयास गर्दा आफैलाई घुमाउनु भन्दा आफूलाई बुझेर अघि बढ्नु राम्रो हुन्छ। जीवनमा सिधा बाटो सधैँ सुरक्षित हुँदैन। कहिलेकाहीँ घुमाउरो बाटोले नै सही गन्तव्यमा पुर्याउँछ। अत्याधिक सरलता कहिलेकाहीँ कमजोरी बन्न सक्छ। त्यसैले परिस्थिति बुझेर निर्णय लिन सिक्नुपर्छ। सबैलाई विश्वास गर्दा कहिलेकाहीँ आफैलाई चोट लाग्न सक्छ। त्यसैले सोचेर अघि बढ्नु बुद्धिमानी हो। जीवनको वास्तविकता बुझ्न धेरै सोझो मनले मात्र पुग्दैन, अनुभव पनि आवश्यक हुन्छ। हरेक मानिस राम्रो हुँदैन, त्यसैले आफ्नो सरलता सबैलाई देखाउनु उचित हुँदैन। जीवन जिउनलाई केवल इमान्दार हुनु मात्र होइन, परिस्थिति अनुसार समझदारी पनि चाहिन्छ। धेरै सोझोपनले कहिलेकाहीँ आफूलाई नै कमजोर बनाइदिन्छ। जीवनमा सबै कुरा सफा देखिँदैनन्, त्यसैले आँखा खोल्न सिक्नुपर्छ। सबैलाई आफ्नो जस्तो ठान्नु पनि कहिलेकाहीँ गल्ती साबित हुन सक्छ। परिस्थितिले कहिलेकाहीँ कठोर बन्न सिकाउँछ, जसले जीवनलाई मजबुत बनाउँछ। धेरै सरल मनले सधैँ साँचो कुरा देख्न सक्दैन। जीवनमा अलि होसियार भएर अघि बढ्नु पनि आवश्यक हुन्छ। सबैको मन सफा हुँदैन, त्यसैले आफूलाई बचाउन जान्नुपर्छ। धेरै सोझोपनले कहिलेकाहीँ विश्वास तोडिन सक्छ। अनुभवले सिकाउँछ कि सबै कुरा जस्तो देखिन्छ त्यस्तो हुँदैन। जीवनलाई बुझ्न मन मात्र होइन, बुद्धि पनि चाहिन्छ। सबैलाई उस्तै नजरले हेर्नु कहिलेकाहीँ आफैलाई धोका दिनु हो। परिस्थिति अनुसार आफूलाई ढल्न जान्नु नै जीवनको कला हो। धेरै सोझोपनले कहिलेकाहीँ आफ्नै बाटो घुमाउन सक्छ। जीवनमा हरेक कुरा खुल्ला किताब हुँदैन, त्यसैले सधैँ होसियार रहनुपर्छ। सरलता राम्रो हो, तर अन्धविश्वास कहिले राम्रो हुँदैन। संसार बुझ्न अनुभवले धेरै कुरा सिकाउँछ। सबैले साँचो भावना राख्दैनन्, त्यसैले सावधान हुनु आवश्यक छ। जीवनमा कहिलेकाहीँ चुप रहनु पनि बुद्धिमानी हुन्छ। धेरै सोझोपनले कहिलेकाहीँ अवसर गुमाउन सक्छ। परिस्थिति अनुसार चल्न सक्नु नै जीवनको सफलता हो। सबैलाई आफ्नो जस्तो नसोच्नु नै समझदारी हो। जीवनमा कहिलेकाहीँ कठोर निर्णय पनि लिनुपर्छ। धेरै सोझो मनले सधैँ सही नतिजा दिन सक्दैन। अनुभवले सिकाउँछ कि सावधानी पनि आवश्यक हुन्छ। जीवन जिउनलाई केवल सरलता होइन, सन्तुलन चाहिन्छ। सबै कुरा स्पष्ट हुँदैन, त्यसैले सोचेर अघि बढ्नुपर्छ। धेरै सोझोपन कहिलेकाहीँ कमजोरीमा बदलिन सक्छ। मानिसलाई बुझ्न समय र अनुभव दुवै चाहिन्छ। जीवनमा आफूलाई कमजोर देखाउनु सधैँ सुरक्षित हुँदैन। परिस्थितिले कहिलेकाहीँ कडा बन्न बाध्य बनाउँछ। धेरै विश्वासले कहिलेकाहीँ धोका पनि दिन सक्छ। जीवनमा हरेक कुरा मनले मात्र होइन, दिमागले पनि बुझ्नुपर्छ। सबै कुरा सजिलो हुँदैन, त्यसैले सधैँ तयार रहनुपर्छ। धेरै सोझोपनले कहिलेकाहीँ पछुतो ढिलाउन सक्छ। अनुभवले मात्र वास्तविकता बुझ्न सिकाउँछ। जीवनमा कहिलेकाहीँ दूरी राख्नु पनि बुद्धिमानी हो। सबैलाई खुल्ला दिलले स्वीकार गर्नु सधैँ सुरक्षित हुँदैन। परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न सक्नु नै शक्ति हो। धेरै सरलता कहिलेकाहीँ कमजोर पक्ष बन्न सक्छ। जीवन जिउनलाई धेरै सोझोपन पनि नहुनु, तर हृदय सफा राख्नु नै साँचो बुद्धिमानी हो। जीवनमा सधैँ सिधा र सरल बन्न खोज्दा कहिलेकाहीँ आफ्नै अस्तित्व कमजोर हुन सक्छ। त्यसैले परिस्थिति अनुसार समझदारी पनि चाहिन्छ। धेरै सोझोपनले सबैलाई विश्वास गर्ने बानी बनाइदिन्छ, तर सबै मानिस एउटै स्वभावका हुँदैनन् भन्ने बुझ्नुपर्छ। संसार सधैँ इमान्दारको पक्षमा मात्र हुँदैन, त्यसैले अलि होसियार भएर अघि बढ्नु पनि बुद्धिमानी हो। जीवनमा कहिलेकाहीँ महत्त्व नै सबैभन्दा ठुलो जवाब बन्न सक्छ भन्ने कुरा अनुभवले सिकाउँछ। सबैलाई मन जित्न खोज्दा आफूलाई नै गुमाउने अवस्था आउन सक्छ। त्यसैले सन्तुलन आवश्यक
हुन्छ अत्याधिक सरल मनले कहिलेकाहीँ ढोका पनि सहज बनाइदिन्छ। जीवन सधैँ सफा बाटोमा मात्र चल्दैन, त्यसैले घुमाउरो बाटो पनि बुझ्न सिक्नुपर्छ। सबैलाई एउटै नजरले हेर्नु कहिलेकाहीँ आफ्नै कमजोरी बन्न सक्छ। धेरै सोझोपनले कहिलेकाहीँ अवसर पनि गुम्न सक्छ। जीवनमा अनुभव नै सबैभन्दा ठुलो शिक्षक हो, जसले मानिसलाई वास्तविकता बुझाउँछ। सबैको मन सफा हुँदैन, त्यसैले आफ्नो सरलता सबैसँग बाँड्नु बुद्धिमानी होइन। परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने क्षमता नै जीवनको शक्ति हो। धेरै सोझो हुनु राम्रो हो, तर अन्धविश्वास कहिले राम्रो हुँदैन। जीवनमा कहिलेकाहीँ कठोर निर्णय लिनु पनि आवश्यक हुन्छ। सबै कुरा जस्तो देखिन्छ त्यस्तो हुँदैन, त्यसैले सोचेर अघि बढ्नुपर्छ। धेरै सरल मनले कहिलेकाहीँ आफ्नै बाटो कमजोर बनाइदिन्छ। संसार बुझ्न केवल भावना होइन, अनुभव पनि चाहिन्छ। सबैलाई विश्वास गर्दा कहिलेकाहीँ आफूलाई नै चोट लाग्न सक्छ। जीवनमा आफूलाई बचाउन सक्ने कला पनि सिक्नुपर्छ। धेरै सोझोपनले कहिलेकाहीँ कमजोरीमा बदलिन सक्छ। परिस्थिति अनुसार मौन रहनु पनि कहिलेकाहीँ बुद्धिमानी हुन्छ। जीवनमा सबैलाई आफ्नो जस्तो ठान्नु ठुलो गल्ती हुन सक्छ। धेरै सरलता कहिलेकाहीँ धोका दिन सक्ने कारण बन्न सक्छ। अनुभवले सिकाउँछ कि हरेक कुरा विश्वास गर्न लायक हुँदैनन्। जीवनमा कहिलेकाहीँ दूरी राख्नु पनि आवश्यक हुन्छ। सबैलाई खुल्ला मनले स्वीकार गर्दा कहिलेकाहीँ आफैलाई घात हुन सक्छ। समयसँगै मानिसको वास्तविक रूप बुझिन्छ। धेरै सोझोपनले कहिलेकाहीँ आफ्नै भविष्यलाई असर गर्न सक्छ। जीवनमा सन्तुलन नै सबैभन्दा ठुलो बुद्धिमानी हो। सबैलाई एउटै नजरले हेर्नु सधैँ सही हुँदैन। अनुभवले सिकाउँछ कि चुपचाप अघि बढ्नु कहिलेकाहीँ सुरक्षित हुन्छ। धेरै विश्वासले कहिलेकाहीँ धोका पनि दिन सक्छ। जीवनमा सबै कुरा सरल हुँदैन, त्यसैले तयार रहनुपर्छ। धेरै सोझोपनले कहिलेकाहीँ पछुतो दिलाउन सक्छ। मानिस बुझ्न समय र अनुभव दुवै आवश्यक हुन्छ। सबैलाई आफ्नो जस्तो ठान्नु कहिलेकाहीँ कमजोरी हुन्छ। जीवनमा कहिलेकाहीँ कठोर बन्नु पनि आवश्यक हुन्छ। धेरै सरल मनले सही निर्णय लिन सक्दैनन्। अनुभव नै वास्तविक शिक्षक हो, जसले सत्य देखाउँछ। जीवनमा आफूलाई कमजोर देखाउनु सधैँ सुरक्षित हुँदैन। सबैलाई खुल्ला दिलले स्वीकार गर्नु कहिलेकाहीँ जोखिम हुन्छ। धेरै सोझोपनले कहिलेकाहीँ अवसर गुमाउँछ। परिस्थिति अनुसार चल्न सक्नु नै जीवनको सफलता हो। जीवनमा कहिलेकाहीँ शङ्का गर्नु पनि आवश्यक हुन्छ। धेरै सरलता कहिलेकाहीँ आफ्नै विरुद्ध जान सक्छ। सबै कुरा विश्वास गर्नुभन्दा बुझेर अघि बढ्नु राम्रो हुन्छ। अनुभवले मात्र जीवनको वास्तविकता देखाउँछ। धेरै सोझोपनले कहिलेकाहीँ धोका ल्याउन सक्छ। जीवनमा समझदारी नै सबैभन्दा ठुलो शक्ति हो। अन्त्यमा यही सत्य रहन्छ, जिन्दगी जिउनलाई धेरै सोझो पनि नहुनु, तर मन सफा राख्नु नै असली बुद्धिमानी हो। नमस्ते, म गुण मगर। आजको भिडियो त हजुरहरूले हेरिहाल्नुभयो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने र यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर अलमा दबाउनुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनुहोला। अर्को हप्ता झन् राम्रो भिडियो लिएर आउँदैछु, हेर्न नभुल्नुहोला, साथमै रहनुहोला भन्दै अर्को भिडियोमा भेट्ने बाचा राख्दै अहिलेलाई छुटिन चाहन्छु। सबैलाई माया छ। नमस्ते।